शुभ बिहानी सम्पूर्णमा वे टु कौडी लेक है। बाटोमा छौँ हामी, भर्खरै सुरुवात हुँदैछ हाम्रो यात्राको। आइपुगेका छौँ। अब यहाँदेखि अब हामी फेरि उकालो खोला तरेर उकालो जाँदैछौँ। कौडी लेकको यात्रा। यहाँ एउटा फिल्म पनि सुटिङ भएको थियो, नेपाली फिल्मको नाम चाहिँ मलाई अलि याद भएन। गोर्खा पल्टन फिल्म पनि यहीँ सुटिङ भएको थियो। यो एक्ले बर भन्ने ठाउँ हो। अब हामी कौडी लेकको यात्रामा छौँ। अब हामी एक्ले बरदेखि तल झरिसकेका छौँ। अब उहाँ दिदीहरू पनि उहाँ माथि जाने है। दाइ र दिदीहरू सँगसँगै जस्तो हुनुहुन्छ। हामी उकालो हिँडिसकेका छौँ। हाम्रो दुईजना भाइहरू यहाँ छन्। हामी माथि जानुपर्छ। म फेरि हजुर हामी पुलमा हिँडिरहेका छौँ। ल यहाँ हामी एउटा चौपारीमा आएका छौँ। बर पिपल रहेको छ। यहाँ बर मात्रै रहेछ, पिपल पनि रहेछ। अब हामी यहाँ बर पिपलमा बसेर हामी केही खानेछौँ। जनम जनम जिउलासँगै भाकेर बर पिपलु। ओहो ल गीत आउनु त भाइ, गीत खोला तिरै तिर बिरै बिर पिरै पिर नै कसलाई। कौडी लेक जानको लागि हामी एक्ले बरबाट धेरै माथि आइसकेका छौँ। अनि माथि आउँदै गर्दाखेरि अलिकति बाटो यहाँ बिचमा पुल बनाउनको लागि अलिकति बन्द गरिएको रहेछ। अनि अब हजुरहरूलाई म त्यो बन्दै गरेको पुल देखाउँदैछु। हेर्न सक्नुहुन्छ मिसिन पनि चलिरहेको छ। र अब केही समय केही महिनामै यो बाटो सहज हुनेछ र हामी राम्रोसँग जान सक्नेछौँ माथि। अब यता माथि त पुरा बाटो ढलान भइसकेको रहेछ। अब भाइहरू पनि माथि माथि हिँडिरहेको छ। अब म पनि हिँड्दैछु हल्का खिच्दै। यहाँ एउटा सूचना बोर्ड पनि राखिएको रहेछ। यो के बोर्ड लेखेको रहेछ? सडक पूर्वाधार विकास कार्यालय सूचना पार्टी रहेछ। बाटो अल्मलियो कि भनेर धेरै दुविधामा थियौ। अब यहाँ एउटा दाइ भेट्नु भएको छ। हामी यो बाटो भएर आएका थियौँ। पारि तानसेन पनि देखिएको छ, अलिअलि कुहिरोले ढाकेको छ। भाइहरू यहीँ छ। अनि त्यो दाइलाई ठ्याक्क हामी यहाँको दाइलाई भेटेका छौँ। अब दाइलाई सोध्नेछौँ हामीले। दाइ होइन, म दाइलाई सोध्दैछु। फेरि बाख्रा लिएर आइराख्नु भएको छ दाइले। अब बाख्राको घाँटीमा यसरी घन्टी बाँधिएको छ, किनकि बाख्रा कतै हरायो भने अथवा कतै गयो भने त्यो आवाज सुनेर बाख्रालाई आफ्नो बाख्रा कुन दिशामा गछ भनेर चिनिनको लागि। दाइ हामी यो बाटो एकदम ठिक बाटो आइरहेछौँ नि दाइ। हामी बाटो अल्मलियो कि भनेर एकदम गाह्रो भएर दाइ। ठिक छ दाइ। अनि हजुर अब कता गोठाला हिँड्नुभएको? म पनि गोठालै हिँडेको। ल ल ल हस् दाइ, धन्यवाद दाइ। हामी कौडी लेकको डाँडाको नजिक ओलेसमा आइसकेका छौँ। अब हामी कौडी लेकको डाँडामा हामी अब जाँदैछौँ। त्यहाँ माथि जानुपर्ने छ हामीलाई। बाटो माथि आइसकेपछि धेरै फराकिलो रहेछ र अनि धेरै रमणीय रहेछ यो ठाउँ। यहाँ घरहरू रहेछ, धेरै राम्रो रहेछ यो ठाउँ। सो गाइज भ्यू टावरमा हामी आइसकेका छौँ। भ्यू टावरको माथि भाइहरू बसिरहेछ। अब यो भ्यू टावर भित्र छिरेछु म। यो भ्यू टावर भित्र रहेको यो माथागढी गाउँपालिका वडा नम्बर 3 द्वारा निर्मित भएको रहेछ। भुपु सैनिकद्वारा निर्मित भएको रहेछ यो भ्यू टावर। माथि जाँदैछु म। हाइट
यति मात्रै हो। अब हामी अरू छैन भ्यूवर हेर्ने ठाउँ, लास्टै हो। दाउरा हेर्नु कतिसम्म दाउरा छ पुरै दुटै सुटे यो सबै यहीँ रहेछ नि ठाउँ पकाएर खाने ठाउँ ऊ त भ्यूमा जानु पर्ला फोटो टिकटक खिच्नलाई यसो एकछिन ऊ त्यहाँ। अब जता गयो नि त हुन्छ नि अब यहीँ हामी बुटोल देखिएको छ तर सुम मधुरो देखिएछ, राम्रोसँग चिन्नै सकेको छैन। बुटोल भैरवा सुनौली सब देखिन्छ अरे। नौतुना रेल हिँडेको देखिन्छ भन्थे पहिला पहिला यहाँबाट, अहिले राम्रोसँग देखिएकै छैन। कस्तो राम्रो डाँडाहरू देखिएछ।